हाल्नु पर्ने तेल त यहाँ 2 लाइन मात्रै रहेछ डाक्टर मनमोहन अधिकारीको शालिग्राम यसरी घुम्दैछौँ म चाहिँ टलक्कै गयो नयाँ ठाउँमा यसरी आइरहेकै छु है दादा अर्को दादा त छोपिया अलि अगाडि हिँड नि तिमी त अर्को मान्छेलाई त यार छेकिहाल्छ नि त लस्सी खाएर आऊ भनिरहेको सबैले गडबडी गऱ्यो होला नि त भित्र गएर जाने फोहोर गर्ने फेरि चाहिने कुरामा त्यसो गर्नु हुँदैन हामी जुन ठाउँमा जान्छौँ त्यो ठाउँको सदुपयोग राम्रोसँग गर्नुपर्छ हो कि होइन त दादा सरसफाइको ध्यान राख्नुपर्छ कुन चिजलाई चलाउनु हुन्छ कुन चिज चलाउनु हुँदैन त्यो कुराको पनि हामीले ख्याल गर्नुपर्ने हुन्छ यसरी हिँड्दाखेरि पनि हामीले एकदम लेभल मिलाएर हिँड्ने गर्नुपर्ने भयो कि को अल्को को हो चो यहाँनिर नदेखिने भयो कि त्यसले नि गाह्रो पार्ने भयो अहिले देखाएको छ नि देखाएको छ है ए लेभल मिलाएर हिँड्नु हो लेभल ल यसरी हिँडेन भने नहुँदैछ कोही अल्को देखिँदैछ कोही होचो देखिँदैछ हामी त छान त सबैजना बराबरी छौँ त तर पनि यो क्यामेरा बिग्रियो कि यो क्यामेरै बिग्रियो जस्तो लाग्छ मलाई वास्तवमा चाहिँ त्यही हो कि के हो होइन त दादा ए त्यही भएर त्यो सानो हुँदो रहेछ युट्युबमा यस्तरी हो यो हामीलाई युट्युबमा के गर्नु युट्युबमा 1300 पारेर अहिले एकछिन त म यहाँ भिडियो गरिरहेको छु दादाहरू आउनु ल यो चाहिँ यस्तो छ यहाँनिर चाहिँ यहाँ ढिकी कुर्दैछन् दादा ढिकी कुर्दै हो 1 मिनटमा आइहालेँ